हामी नेपाल सरकारको नीति तथा कार्यक्रम 2083 माथि छलफलमा रहेका छौँ। विगतको परम्परा हेर्दा सामान्यतया पछिल्लो लोकतन्त्र पछिको 20 वर्षमा कम्तीमा पनि 5 दिन हामी छलफल गर्दै आएका थियौँ। त्यसपछि प्री बजेट डिस्कसनहरू हुन्थ्यो। त्यसरी 5-7 दिन बहसपछि त्यसलाई लिएर बजेट बन्ने गर्थ्यो। तर यसपटक हामीले असाध्यै कम समय पाएका छौँ। एकातिर अर्कोतिर सम्माननीय प्रधानमन्त्रीजीको नीति कार्यक्रम हो यो। खासमा राष्ट्रपतिज्यूबाट प्रस्तुत भइराख्दा जसरी सम्माननीय प्रधानमन्त्रीजी अनुपस्थित हुनुभयो, त्यसपछि त्यति मात्र होइन कि सम्बोधनपछि राष्ट्रपतिजीलाई धन्यवाद प्रस्ताव स्वयं प्रधानमन्त्रीजीले प्रस्तुत गर्नुभयो। तर त्यो धन्यवाद प्रस्तावमाथि उहाँले प्रस्ताव गरिसकेपछि हामीले समर्थन गर्यौँ। स्वयं प्रधानमन्त्रीजीलाई त्यसलाई आफूले समर्थन गर्नु भएन। यस्तो खालको नयाँ प्र्याक्टिस भएको छ। सायद नयाँ विचार नयाँ राजनीति गर्नुभएका साथीहरूले नयाँ भनेको यो होइन होला। त्यसैले यतातिर पनि फेरि ध्यानाकर्षण गराउँदै सम्माननीय प्रधानमन्त्रीजीको नीति कार्यक्रम हो। यसमा संसदमा लोकतन्त्रको सुन्दरता भनेको संवाद हो। संवाद हुने जनतासँग प्रधानमन्त्रीको संवादको मुख्य थलो पार्लियामेन्ट नै हो। पार्लियामेन्टमा उहाँले सबै नसक्नु होला, तर 1-2 जना माननीयजीहरू प्रतिपक्ष दलका मुख्य नेताहरूको उहाँले सुनेर आफ्नो कार्यक्रमको डिफेन्ड गर्नु पर्थ्यो। आफ्नो कार्यक्रमका नीतिका औचित्यहरू, कार्यक्रमका आवश्यकताहरू के हुन् भनेर उहाँले डिफेन्ड गर्नुपर्ने हुन्छ। हामीले अपेक्षा गरेका छौँ यसको जवाफ दिँदासम्म सम्माननीय प्रधानमन्त्रीले आफ्ना नीति र कार्यक्रमहरूलाई स्वामित्व लिनुहुनेछ, यसको औचित्य पुष्टि गर्नुहुनेछ, नेपाली जनतालाई 1 वर्षको लागि आफ्नो मार्गचित्रबारे प्रष्ट गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। सभामुख महोदय, झन्डै 2/3 मत लिएर बनेको वर्तमान सरकारसँग जनताको उच्च आकाङ्क्षा हुनु स्वाभाविकै हो। सोही सापेक्षमा जनताले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट पनि अपेक्षा राखेका हुन्छन्। सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त बाचा, जनताका आकाङ्क्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी बाचापत्र, सही बुँदे कार्ययोजना र सही बुँदे नै नीति कार्यक्रम बीच तादात्म्यता देखिँदैन। हरेक सरकारको आफ्नो दृष्टिकोण र प्राथमिकता हुन्छ, तर विगतकै कार्यक्रमहरूको निरन्तरतामा सरकारको प्राथमिकता के हो भन्ने कुरा स्पष्ट देखिँदैन। जनयुद्ध, जनआन्दोलन तथा विभिन्न आन्दोलनको 6 दशक भीषण कालखण्ड पार गर्दै हामीले सामन्तवादको अन्त्य गर्यौँ। एकात्मक व्यवस्थालाई अन्त्य गर्दै सङ्घीय, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको व्यवस्था स्थापना गर्न सफल भयौँ। यी कुरा नयाँ संविधानमा लिपिबद्ध गरिएका छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो 2 दशकमा हामीले सामाजिक आर्थिक पूर्वाधार लगायतका क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन गर्न सफल भयौँ। यो कुरा केही समय अघि माननीय अर्थमन्त्रीजीले सार्वजनिक गर्नुभएको आर्थिक स्थितिपत्रले स्पष्ट रूपमा प्रस्तुत गरेको छ। हामीले कैयौँ उपलब्धि हासिल गरे पनि यो मात्र पर्याप्त छैन। संविधानको मर्म अनुरूप हामीले अझै उपलब्धिहरू हासिल गर्नुपर्नेछ। त्यही उपलब्धि हासिल गर्न र हुन नसकेका बाँकी काम पुरा गर्ने म्यान्डेट यो सरकारलाई जनताले दिएका हुन्। तर सरकारको नीति तथा कार्यक्रमले यो गाम्भीर्यतालाई आत्मसात गरेको देखिँदैन। गणतान्त्रिक पहिलो सरकारले मध्य पहाडी लोकमार्ग, 1 प्रदेश 1 विश्वविद्यालय, 1 प्रदेश 1 विशेष आर्थिक क्षेत्र, राष्ट्रिय गौरवका आयोजनाहरू तथा कृषि जोनका कैयन दूरगामी महत्त्वका कार्यक्रम कार्यान्वयन गरेको विदितै छ। यसै गरी पछिल्लो पटक प्रचण्ड नेतृत्वको सरकारले आर्थिक सुधारको नयाँ चरणको घोषणा गर्दै 5 नीतिगत प्राथमिकता, 5 रणनीतिक क्षेत्र पहिचान गर्यो। रासोपा समेत सहभागी उक्त सरकारले प्रदेशहरूको सामर्थ्य अनुसार हरेक प्रदेशलाई विशिष्ट आर्थिक हब बनाउने, महत्त्वाकांक्षी गण्डकी त्रिभुज आर्थिक परियोजना, मेगा फुड पार्क, फलफुल र जडीबुटीमा आत्मनिर्भरताका लागि कर्णाली समृद्धि कार्यक्रम, महिला उद्यमशीलता, रैथाने सिप प्रवर्धन, रिटर्नी उद्यमशीलता तथा आत्मनिर्भर ग्रामीण कृषि अर्थतन्त्रका लागि कैयन कार्यक्रमहरू अघि सार्यो। तर सरकारबाट बाहिरिनु परेसँग ती कार्यक्रमले निरन्तरता पाउन सकेन। आज तपाईँहरूसँग यो असुविधा छैन। आज तपाईँहरूसँग स्पष्ट बहुमत छ, केही गर्ने हुटहुटी छ, तर यतिले मात्र पुग्दैन। मुख्य कुरा हामीले समात्ने बाटो हो। अर्थनीतिबारे हाम्रो दृष्टिकोण हो। हामी कुन वर्ग, कुन समुदाय, कुन क्षेत्रका लागि अर्थतन्त्रमा सुधार गर्न चाहन्छौँ भन्ने कुरा मुख्य कुरा हो।
कोरा आर्थिक वृद्धिले मात्र हाम्रा यावत सामाजिक आर्थिक समस्या समाधान गर्दैनन्। समाजका हरेक तह र तबकालाई समानुपातिक प्रतिफल दिने र राज्यका सेवाहरूमा सबैको समान पहुँचका लागि हामीले कस्तो अर्थनीति तर्जुमा गर्ने भन्ने कुरा निर्खेल नहुँदासम्म हामीले ल्याउने कार्यक्रमले सही अर्थमा भुइँ तहका जनताले न्याय पाउन सक्दैनन्। वर्तमान सरकार नीति तथा कार्यक्रम प्राथमिकता विहीन र दिशाहीन जस्तो देखिन्छ। कार्यक्रम राखेर मात्रै हुँदैन, त्यसको आर्थिक आधार के छ र त्यसको संरचनागत व्यवस्थापन कसरी हुन्छ भन्ने कुरा पनि सँगै सोध्नु पर्दछ। त्यसैले नियम र नियत र स्पिरिट सही भए पनि सरकारको नीति तथा कार्यक्रम वैचारिक रूपमा अस्पष्ट छ। अब म नीति तथा कार्यक्रमका केही बुराहरूमाथि संक्षिप्त टिप्पणी गर्न चाहन्छु। सभामुख महोदय, उल्लेख भएका कार्यक्रमहरू लागू गर्न स्रोतको उपलब्धता फिस्कल स्पेस सुनिश्चित नभई कार्यान्वयन कसरी सम्भव हुन्छ? औसत वास्तविक वृद्धि 7% एक दशक आगामी दशकको लागि प्रस्तुत गरिएको छ। हुनका लागि मुद्रास्फीति 5% मान्दा पनि 12% को आर्थिक वृद्धि दर हुनुपर्छ। के यो सम्भव छ? पुँजीगत खर्च कम हुने समस्यालाई समाधान गर्ने विषयमा सरकारको नीति के हो? मेक इन नेपालको सपना निर्यातका लागि ग्लोबल भ्यालु चेनमा जोडिने दीर्घकालीन रणनीति नभए यो कसरी सम्भव हुन्छ? पेट्रोलियम पदार्थको मूल्यले बजारमा वस्तु र सेवाको मूल्यमा परेको चापबाट जनतालाई राहत दिने विषयमा दस्तावेज किन मौन छ? पुँजीगत खर्चको महत्त्वपूर्ण हिस्सा रहेको निर्माण क्षेत्रबारे सरकारको स्पष्ट नीति र यस क्षेत्रका समस्या समाधान गर्ने ठोस कार्यक्रमको अभावमा पूर्वाधार विकास र आर्थिक वृद्धि सम्भव छ। नीति तथा कार्यक्रममा राष्ट्रिय पुँजी निर्माणका ठोस कार्यक्रम छैनन्। म्यानुफ्याक्चरिङ सेक्टरमा पर्याप्त ध्यान नदिइकन रोजगारी कसरी सम्भव हुन्छ? बुढी गण्डकी लगायतका राष्ट्रिय गौरवका आयोजनाहरूका बारेमा नीति तथा कार्यक्रम किन मौन बसेको छ? 3 तहका सरकारहरू बीच राजस्व बाँडफाँडलाई समन्यायिक, सन्तुलित र अनुमानयोग्य बनाउने मार्गचित्र स्पष्ट छैन। कृषि क्षेत्रबारे विगतका कार्यक्रमले नै निरन्तरता पाएको छ। 3वटै तहको समन्वयमा स्थानीय विशिष्टताका आधारमा आयात प्रतिस्थापन गर्ने गरी उत्पादन, कृषिजन्य वस्तुको सङ्कलन, प्रशोधन र बजारीकरण अहिलेको मुख्य चुनौती रहेकोमा यसलाई सम्बोधन गर्ने मार्गचित्र के छ? नीति तथा कार्यक्रमको बुँदा नम्बर 91 मा उल्लेखित राजनीतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत अयोग्य ठहरिने गरी बर्खास्त गर्ने वाक्यांश संविधानको धारा 33 सँग बाजिएको छ। निजामती सेवा ऐनमा समेट्नुपर्ने विषय वार्षिक नीति तथा कार्यक्रममा ल्याउनुपर्ने बाध्यता के हो? नीति तथा कार्यक्रम सार्वजनिक भएपछि त्यसलाई पुँजी बजारले स्वागत गर्नु पर्थ्यो, तर पुँजी बजारमा उत्साह हराएको छ। पूर्वाधार बन्द जस्ता उपकरणको बारेमा उल्लेख छ, तर म्युनिसिपल बन्दको बारेमा पनि बोल्ने बेला भएन र? सहकारीबारे प्रस्तावित नीति तथा कार्यक्रमले सहकारीकै मर्ममा प्रहार गरेको छ। जसले अपचलन गरेको हो उसैले तिर्ने र तिराउनु पर्ने होइन र? स्वास्थ्य, शिक्षा जस्ता आधारभूत क्षेत्र उपेक्षित छन्। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्ने ठोस रणनीति दस्तावेजमा देखिन्न। सामाजिक, सांस्कृतिक तथा भौगोलिक विविधता भएका समाजमा सोही अनुरूप शिक्षामा पहुँचका लागि विशिष्ट कार्यक्रम देखिँदैन। अहिले एसइएको परीक्षाफल हेर्दा शहरी क्षेत्रमा राम्रो परिणाम देखिने, तर उपेक्षित क्षेत्रहरूमा, पछि परेका क्षेत्रहरूमा परिणाम चिन्ताजनक छ। यो ग्यापलाई सम्बोधन गर्ने कार्यक्रम जरुरी छ। खास गरी दलित, मधेसी, महिला, मुस्लिम, सीमान्तकृत जनजाति समुदायले उच्च तथा प्राविधिक शिक्षामा पहुँच कायम गर्न विशेष शैक्षिक प्याकेजको व्यवस्था गर्न म विशेष आग्रह गर्दछु। अधिकार सम्पन्न दलित विकास प्राधिकरण स्थापनालाई प्राथमिकता साथ नीति कार्यक्रममा राखियोस्। दलित तथा जनजाति समुदायका रैथाने सिप तथा पेसाको व्यवसायीकरणका लागि शिल्पी उद्यमशीलता कार्यक्रम, रिटर्नी उद्यमशीलता निरन्तरता दिइयोस्। हुलाकी राजमार्गलाई कृषिमा आधारित ग्रामीण उद्योग तथा मध्य पहाडी राजमार्ग लोकमार्गलाई फलफुलमा आधारित उद्यम कोरिडोरका रूपमा विकास गरी सो अनुरूपका कार्यक्रम समेटियोस्। आगामी दशकलाई जातीय तथा सबै खाले विभेद विरुद्धको दशकका रूपमा घोषणा गरी जातीय विभेद विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गरियोस्। मित्रव्याजी पीडित, आरक्ष पीडित, सुकुम्बासी, अव्यवस्थित बसोबास तथा सोवासीका समस्या हल गर्न र जीविकोपार्जनका लागि स्पष्ट नीति तथा कार्यक्रम समावेश गरियोस्। विभिन्न आन्दोलनका घाइते तथा अपाङ्गलाई जीवन निर्वाह भत्ता तथा द्वन्द्व पीडित परिवारलाई क्षतिपूर्ति, उपचार, शिक्षा, रोजगार तथा स्वरोजगारको प्रत्याभूति गर्न शान्ति कोषलाई प्रभावकारी बनाइयोस्। सभामुख महोदय, संसदीय लोकतन्त्रमा संसदको नेता प्रधानमन्त्रीजी नै हो। बहुमतको नेतृत्व गर्ने संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था नै संसदीय व्यवस्था हो। त्यस अर्थमा संसदलाई कसरी व्यवस्थित बनाउने, कसरी मर्यादित बनाउने, कसरी यसलाई आफ्नो गन्तव्यमा ठिक ढङ्गले हिँडाउने भन्ने मुख्य जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीज्यूकै हुन्छ। यो कुरोलाई पुनः
ध्यानाकर्षण गराउँदै सपना देख्नु राम्रो हो, तर स्पष्ट वैचारिक दृष्टिकोण बिना नव उदारवादी मोडेलमा नै टेकेर हामी आर्थिक सङ्कट हल गर्न सक्दैनौँ, न त सामाजिक न्यायसहितको समृद्धि सम्भव छ। यो विषयमा सरकार र सत्तारूढ दलका माननीय सदस्य गम्भीर बन्नुहुनेछ भन्ने मेरो अपेक्षा छ। कतिपय कार्यक्रमहरू सभामुख महोदय कस्तो छन् भने अलिकति आकाङ्क्षा बढी छ, यथार्थसँग मेल खाँदैन। एउटा मात्रै म टिप्पणी गर्न चाहन्छु जाँदा जाँदै 30,000 मेगावाट विद्युत 10 वर्षमा 1 दशकमा 30,000 मेगावाट विद्युत पुर्याउनेछ। अहिले हामी लगभग 5,000 मेगावाट उत्पादन गरेका छौँ। 25,000 मेगावाट उत्पादन गर्न धेरै गाह्रो कुरा एकातिर, अर्कोतिर लागतको हिसाबले सामान्य रन अफ रिभर 1 मेगावाटलाई 20 करोडको न्यूनतम हिसाब गर्दा पनि त्यो रकम भनेको चाहिँ 50 खर्ब हुन आउँछ। त्यो भनेको यो सरकारले 5 वर्षमा हरेक वर्ष 5-5 खर्ब खर्च गर्ने भन्दा अहिले सरकारसँग अर्थमन्त्रीसँग बजेट बनाउँदा 1.5-2 खर्बको पुँजीगत खर्च गर्ने क्षमता छ। प्राइभेट सेक्टरसँग पनि त्यही हाराहारी केही छ भने कसरी हुनसक्छ? यो स्रोत बिना उसमा चाहिँ एउटा सपना देखेको देखिन्छ। सपना देख्नु राम्रो, तर यो यथार्थ हुँदैन। बजेटमा यस्ता कुराहरूलाई यथार्थपरक ढङ्गले सम्बोधन हुनेछ भन्ने कुरा विश्वास राख्दै बिदा हुन्छु। धन्यवाद।